हो पल्लो हजुर Happy birthday to you. Happy birthday to you. Thank you. हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। हजुर खोइ हामीलाई नि थाहा भएन यस्तो यस्तो गिफ्ट पठाउने हुनुभएछ हजुर। अब घरमै भन्दिन नि नमिल्ने। कसले पठाउनु भयो यसो त्यहाँ बिन्न हजुरलाई शीतल होला भनेर कसले पठाउनु भयो भन्नु न। हजुरलाई थाहा होला नि थाहा भन्नु नि त मलाई त। विदेशमा नि कोही हुनुहुन्छ र अरू कोही कलेजको साथीहरू दाइ भन्दै बोल्दै गर्ने मान्छे भए पर फेरि के गर्ने त घर आएर हामी भन्दिन मिलेन नि। जे पाए त्यही यस्तो गिफ्ट घर मगाउने कसले हो वाह टेडी पनि है के गडबड छ है। हेर्नु हेर्नु त यस्तो छोरीलाई गिफ्ट आउने घर कसले पठाउनु भयो हजुरले भन्नु न कसले हो गेस गर्नु न। कस्तो क्लियर आउनु भएको तपाईँ ब्युटिफुल है नि त पहिलेदेखि। जसले पनि गिफ्ट पठाउनु भयो उहाँलाई के भन्न चाहनुहुन्छ ए नाम थाहा नभए थ्याङ्क यू पनि केही होइन। धन्यवाद मेरो बर्थडे स्पेशल गरिदिएकोमा। अनि अरू गेस गर्नु न एक दुईजना कोही अरू कोही सबै तपाईँहरूलाई थाहा भएका मान्छेले पठाउँछन् नि। हजुरलाई थाहा छैन हाल भनिदिनु। नेपालमा नि विदेशमा नि हुनुहुन्छ त्यतिर ल ठिक छ। तपाईँ पक्रि नहेर्नु घरै एउटा लेटर छ लेटर पढेर सुनाइदिउँ। तपाईँको श्रेया हो कि श्री हो नाम त सिरे लेखेको र सिरे लेख्नु होला सिरे लेखेको चल्न पक्कै हो पढ्नु त तपाईँलाई आज दिने भन्नुभएको थियो कि पढ्न त चिज कसले हैछ कसले अरे यति धेरै माया गर्ने मान्छे त्यस्तो हुन्छ ल कसले पठाउनु भयो त अन्त रुनु भएन नि हजुरको स्पेसल दिनलाई अझै स्पेसल गराउनलाई पठाइदिनु भएको होला नि होइन र सम्झिनु भयो यति धेरै माया गर्ने कति टाढा भएर कहाँ हुनुहुन्छ उहाँ यो के हुनुहुन्छ को हजुरको दिदी हो दिदीलाई के भन्ने त यति धेरै माया गर्ने दिदी सबैका कहाँ हुन्छन् र हजुरको यस्तो माया गर्ने दिदी हुनुहुँदो रहेछ अनि नगर्नु भन्नुहुन्छ हजुरले। दिदीलाई दुई शब्दमा केही भनिदिनुहोस् अनि म मेसेज पठाइदिन्छु उहाँलाई। साह्रै याद आछ बर्थडेमा त आयो भने हुन्थ्यो नि होइन नेक्स्ट बर्थडेमा छिटो छिटो गरेर आउनु भन्नु के ठ्याक्कै हजुरको दिदी ए माइजू मामाको छोरी ल हजुरलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। तपाईँको बर्थडे सधैँभरि यस्तै हाँसी खुसी मनाउन पाइयोस्। थ्याङ्क यू।